दर्शकबिन नमस्कार। काठमाडौँको मध्य क्षेत्रबाट चाहिँ यो स्थानमा लागिसकेपछि यहाँबाट चाहिँ तपाईँलाई हुँदै पारिपट्टिको दृश्य हामी यता वरिपट्टि छौँ। यो दृश्यमा चाहिँ तपाईँको रामकोट भन्ने स्थान रहेको छ। रामकोटबाट चाहिँ माथि देखेको त्यो डाँडोमा भर्खरै कुहिरोले ढाक्न लागिसकेको छ। त्यो माथिमा स्विजरल्यान्ड पार्क रहेको छ। यता चाहिँ कालु पाण्डेको चाहिँ जुन एउटा उहाँले चाहिँ यो पनि यो डाँडो के भनेर एउटा किम्बदन्ती छ, मैले अहिले बिर्सेँ। त्यो भएर कालु पाण्डेको नामबाट पनि त्यहाँ चिनिन्छ। र यो कुहिरो लागिसकेको छ, ढाकिसकेको छ। यति बेला बेलुकी पक्का छ र यो चाहिँ देख्नु भएको छ। दसैँ तिहारमा चाहिँ यो स्थानमा चाहिँ सयपत्रीका फुलहरू ढाकिएका हुन्छन् भने अहिले भने यहाँ विभिन्न थरीका फुलहरू, पोखरा लगायतका फलफुलहरू देख्न पाइन्छ। सँगै केही फुलहरू चाहिँ फुलिरहेका छन्। यो दृश्यमा देखाइरहेको छु म तपाईँलाई। रमणीय जग्गा थियो यो। रमणीय स्थलमा चाहिँ यहाँ चाहिँ थुप्रै बिदाको समय पाएर विद्यार्थीहरू र विभिन्न सङ्घ संस्थाका मान्छेहरू घुम्ने गर्ने स्थल रहेको छ। यसको माथि पनि तपाईँले देख्न सक्नुहुन्छ। यसमा चाहिँ दसैँ तिहारमा चाहिँ सयपत्रीका फुलहरू ढकमक्क ढाकिएका हुन्छन्। अहिले चाहिँ बेसी सिजन जस्तो भएको कारणले गर्दाखेरि अन्य केही फलफुलहरू छन् र मकैहरू चाहिँ लगाएको दृश्य छ। माथिको दृश्य छ। यता बन्दैछ, यहाँ चाहिँ बाटोघाटो सबै बन्दैछ। यो दृश्यमा चाहिँ तपाईँले कैद गरेको दृश्यमा चाहिँ देखिरहनु भएको छ। ठिकै छ, फेरि पनि म तपाईँलाई यसको बारेमा जानकारी लागि फेरि आउनेछु। नमस्कार।